यदि आज भगवान अल्लाह बुद्ध येशू वा कुनै पनि महान आध्यात्मिक गुरु हाम्रो अगाडि उभिनु भएको भए उहाँहरूले एउटा प्रश्न सोध्नुहुन्थ्यो, मेरो नाम लिएर तिमीहरू किन एक अर्कालाई घृणा गरिरहेका छौ? के धर्मले हामीलाई एक अर्काको रगत बोकाउन सिकाएको हो? के कुनै पनि पवित्र ग्रन्थले निर्दोष मानिसप्रति घृणा गर्न सिकाउँछ? यदि यसको उत्तर होइन भने हामी किन लडिरहेका छौँ? आज यो भिडियो कुनै धर्मको पक्षमा वा विपक्षमा होइन, यो भिडियो मानवताको पक्षमा हो। धर्मको अर्थ केवल पूजा गर्ने तरिका होइन, धर्मको अर्थ सत्य बोल्नु हो, दयालु हुनु हो, अरूलाई सम्मान गर्नु हो, दुखीको साथ दिनु हो। यदि हाम्रो धर्मले हामीलाई राम्रो मानिस बनाउन सकेन भने हामीले धर्मको बाहिरी रूप त अपनायौँ तर त्यसको आत्मा बुझ्न सकेनौँ। भगवान गौतम बुद्धले करुणाको शिक्षा दिनुभयो, येशू ख्रिस्टले प्रेम र क्षमाको शिक्षा दिनुभयो, पैगम्बर मोहम्मदले न्याय, दया र दानको महत्त्व सिकाउनुभयो। हिन्दू परम्पराले पनि सम्पूर्ण सृष्टिमा दिव्यता देख्न र सबैप्रति सम्मान गर्न प्रेरित गर्छ। नाम फरक हुनसक्छ, मार्ग फरक हुनसक्छ, तर सन्देश एउटै छ, मानवता। कल्पना गर्नुहोस्, एउटी आमा आफ्नो छोराको घर फर्कने प्रतीक्षामा छिन्। एउटा सानो बच्चा आफ्नो बुवाको हात समातेर हिँड्न चाहन्छ। एउटा परिवार शान्तिपूर्वक बाँच्न चाहन्छ। जब घृणा बढ्छ, सबैभन्दा ठुलो पीडा यिनै निर्दोष मानिसहरूले भोग्छन्। याद राख्नुहोस्, हामी जन्मदा कुनै धर्मको घृणा लिएर जन्मदैन। हामी सबै पहिले मानिस भएर जन्मन्छौँ। हाम्रो रगतको रङ एउटै हुन्छ, हाम्रो आँसुको स्वाद एउटै हुन्छ, हाम्रो पीडाको भाषा पनि एउटै हुन्छ। त्यसैले धर्मले विभाजन होइन, मानवताले एकता ल्याओस्। साथीहरू, मत फरक हुनसक्छ, विश्वास फरक हुनसक्छ, पूजा गर्ने तौर तरिका फरक हुनसक्छ, तर हाम्रो नेपाल हाम्रो साझा घर हो। यदि घरभित्रका सदस्यहरू नै एक अर्कामा लड्न थाले भने त्यो घर कसरी बलियो रहला? आज एउटा निर्णय गरौँ, घृणाको सट्टा सम्मान रोजौँ, अफवाहको सट्टा सत्य खोजौँ, हिंसाको सट्टा संवाद गरौँ र धर्मको नाममा होइन, मानवताको नाममा एक अर्काको हात समाऊ। अन्त्यमा एउटा कुरा सम्झनुहोस्, महान समाज त्यो होइन जहाँ सबैको विश्वास एउटै हुन्छ। महान समाज त्यो हो जहाँ फरक विश्वास भएका मानिसहरू पनि शान्तिपूर्वक सँगै बाँच्न सक्छन्। यदि यो सन्देशले तपाईँको मन छोयो भने कृपया यसलाई सेयर गर्न नभुल्नुहोला। सायद तपाईँले सेयर गरेको यो एउटा भिडियोले कसैको मनमा घृणाको ठाउँमा सम्मान र शान्तिको बिउ रोप्न सक्छ। धर्मभन्दा ठुलो मानवता हो, घृणाभन्दा ठुलो प्रेम हो, र विभाजनभन्दा ठुलो नेपाल हो। धन्यवाद।